Hello and namaste. You're saying case studies of Tokma. So there are many case studies तर त्यसमा चाहिँ अलिकति नेपालको लागि अलि राम्रोसँग गरेको चाहिँ product. Okay, let's talk about what Tokma is and what actual problem we are trying to solve actually with this application. यो Tokma भनेको चाहिँ it's a supporting system जस्तो हुन्छ कि यो चाहिँ. So भरियाहरूले जो मान्छेले पहाडमा जस्तो कि भन्नुभयो जहाँ चाहिँ गाडी चल्दैन जहाँ भरियाले भारी बोक्नुपर्छ तिनीहरूको एउटा सपोर्ट लिने एउटा लट्ठी हुन्छ जसको सेप एउटा टी जस्तो हुन्छ कि होइन अनि त्यसले होल्ड गरेर हिँड्दाखेरि चाहिँ ओभरअल वेट चाहिँ अलिकति ब्यालेन्स हुन्छ अनि ठुलो ठुलो लोडहरू पनि बोकिरहेको हुन्छ तिनीहरूले सो द्याट्स द स्टोरी बिहाइन्ड द्याट सो इट्स लाइक सपोर्ट सिस्टम सो इन्भेस्टर्सहरू र इन्भेस्टरको टिमले चाहिँ प्लान गरेर राखेको नाम हो एक्चुअल तिनीहरूको प्रब्लम सल्भ हुन्छ हुँदैन के फिडब्याक आउँछ अर्ली सो त्यो कुराहरू चाहिँ इट्स भेरी इम्पोर्टेन्ट फर अस सो अब यो स्क्रिन्सहरू भयो अनि मेन स्क्रिन यो सर्भिसेस डिटेल्स को स्क्रिन भइहाल्यो सो दिस इज द होम पेज सर्भिस डिटेल पेज अब यो चाहिँ अलिकति सोसल प्रुफ जस्तो राखेको छु मैले न्युज आर्टिकल्सहरूमा राखेको थियो मेन्सन गरेको थियो त्यही हो म एज अ सोलो एज अ डिजाइनर जसले लोगोदेखि ब्रान्डिङदेखि लिएर प्रडक्ट डिजाइनसम्म सबै हेरेँ सो अब यसमा चाहिँ मैले धेरै कुरा सिकेँ पनि र धेरै एक्सप्लोर पनि गर्न पाएँ नेपाली मान्छेहरूलाई एज अ युजर एज अ सेन्ट्रिक राखे जसरी नेपालमै बसेर नेपाली मान्छेहरू घर नजिक भएको मान्छेहरू छरछिमेक भएको मान्छेहरूसँग चाहिँ जियोस् इन्टरेक्ट गर्दै बोल्दै तिनीहरूसँग चाहिँ फिडब्याक्सहरू कलेक्ट गर्दै तिनीहरूको पेन पोइन्ट्सहरू बुझ्दै तिनीहरूको निड्स एन्ड एक्सपेक्टेसन्सहरू बुझ्दै चाहिँ जुन एम्पथाइजको कुराहरू हुन्छ त्यो एम्पथाइज चाहिँ अलि राम्रोसँग त्यो एउटा प्लस पोइन्ट भएको थियो सो टुल्स त्यही हो नोसन्स भाइभ कोड अब भाइभ कोडिङ मैले इन्क्लुड गरेको छु भाइभ कोड मैले पछि चाहिँ युज गरेँ पछि चाहिँ अब जब भाइभ कोडिङ अलिकति हाइपमा आउनु थाल्यो V0 लभेबल पछि फिग्नामेक अनि तिनीहरूले गर्दाखेरि चाहिँ अब वर्किङ फ्लो चाहिँ एकदमै फास्ट पनि भयो र फिचर्सदेखि लिएर फ्लोहरू फिचर्सहरू चाहिँ फर्स्टमा मैले भाइभ कोड गर्छु एन्ड देन पिएमहरूलाई पछि डेभलपर्सहरूलाई देखाएर ओके लेट्स डु दिस नि त डन भइसकेपछि डिजाइनमा त लिएर अनि त्यो डिजाइन गर्छौँ इन्टरेक्सन्स अनि कस्तो राख्ने के राख्ने अझै डिटेल्समा चाहिँ डिजाइनतिर गइन्छ सो इट सेभ्स लर टाइम सो एउटा रफ स्केचले बुझाउनु भन्दा एउटा प्रोटोटाइप फिगमाले बुझाउनु भन्दा दिस इज द बेस्ट अप्रोच वर्क फ्लोमा अहिलेको वर्क फ्लो त्यसरी नै गरिरहेको हुन्छु सो या 6 महिनाको डिजाइनको 6 हप्ताको डिजाइनको चाहिँ मेरो एउटा टाइम थियो एक्चुली यो बनाउनको लागि चाहिँ दिस डिजाइन सो फर्स्ट लोगो ब्रान्डिङ त्यसपछि प्रडक्टको इनिसियल भर्जन 1 बनाउँदाखेरि चाहिँ लगभग 6 हप्ताको डेडलाइन थियो भेरी स्ट्रिक्ट डेडलाइन तर त्यही पनि सुरुमै इनिसियल्ली त्यति खासै रिक्वायरमेन्ट पनि क्लियर हुँदैन जब इनिसिएटिभ ल्याइसकेपछि जब जम्प गरिसकेपछि स्क्रिनहरू बनाइसकेपछि एउटा हातमा लिएर प्रोटोटाइप चलाइसकेपछि चाहिँ ओहो यस्तो थप्नु पऱ्यो यस्तो हटाउनु पऱ्यो भनेर त थाहा हुन्छ सो त्यसरी नै हामीले पनि गरे हो फर्स्टमा एउटा डिजाइनर एउटा डेभलपर एउटा ब्याक एन्ड एउटा फ्रन्ट एन्ड सो दिस टोटली बिल्ड अन फ्लटर सो र प्लस एउटा अर्को प्लस पोइन्ट भनेको चाहिँ फ्लटरमा मैले 1.5 इयर जति पहिला काम गरेको भावनाले आई नो भेरी मच र कम्युनिकेसन एकदमै क्लिन भयो र डेभलपरको पनि कुराहरू बुझिन्छ कुन कुरामा कति टाइम लाग्छ र एउटा ब्रिज बिट्विन द डेभलपमेन्ट अफ द डिजाइन इज राम्रोसँग हुने रहेछ सो इफ यु हेभ द डेभलपमेन्ट एक्सपिरियन्स स्पेसिफिक अझ फ्लटरमा भावनाले चाहिँ मलाई हरेक विजेटको बारेमा र त्यसको कम्प्लेक्सिटीको बारेमा कुन लेभलमा हामीले ओभरराइड गर्न सक्छौँ कुनै पनि कम्पोनेन्ट छ विजेट त्यो कुरामा पनि नलेज भएको हुनाले चाहिँ अलिकति स्मुथ भयो यो कुराहरू र इनिसियली माइक्रो डिसिजन्सहरू लिनमा पनि एकदमै हेल्प गर्यो त्यो कुराहरूले किनभने दिनमै कति धेरै डिसिजन्सहरू लिन पर्छ अनि डिजाइनर लेभलबाट डिसिजन लिँदाखेरि चाहिँ र स्केलेबल डिसिजन लिँदाखेरि चाहिँ अलिकति फाइदा हुनेछ सो प्रब्लम स्टेटमेन्टको कुराहरू गर्दाखेरि चाहिँ कस्तो खालको प्रब्लमलाई चाहिँ हामीले हेर्या हो त सो फ्रम द कन्ज्युमर साइड एन्ड फ्रम द प्रोभाइडर साइड ओके सो इन द नेपाली मार्केट एक्चुली त्यो ट्रस्टको कुराहरू जुन छ नि एकदमै रिपिटेटिभ छ क्या यो कुराहरू चाहिँ ओभरअल केस स्टडिजमै हामीले ट्रस्ट कसरी गेन गर्ने त होइन भेरिफाइड
प्रोभाइडर मात्रै कलेक्ट गरेर हुन्छ कि होइन, भ्यालु एड कसरी गर्न सकिन्छ त्यो कुराहरूमा होइन। भेरिफाइड लोकल सर्भिसेस प्रोभाइडर्स डेली टास्क, अब जस्तो जस्तो टास्कहरू हुन्छ डेली टास्कहरूको लागि चाहिँ एउटा भेरिफाइड लोकल प्रोभाइडर्सहरू दिन सक्यो एउटा प्लेटफर्ममा भनेपछि चाहिँ अलिक हुन्छ कि त्यसले। सो त्यो कुराहरू छ। अब लेट्स डिस्कस लिटल अबाउट लाइक प्रब्लमहरू हामीले के कलेक्ट गरेको थियो एन्ड देन विल मुभ अन। सो मैले जहिले पनि अब लाइक प्रब्लम स्टेटमेन्ट्सहरू कलेक्ट गर्दाखेरि चाहिँ हु वाट बिकज वाइ, अब यो चाहिँ फर्मेटमा लग्छु कि मैले चाहिँ, सो अलिकति इजी हुन्छ। सो अब त्यो कुराहरू छ रफली। अब मेरो प्रोसेस चाहिँ कस्तो छ भन्दाखेरि मैले जिपिटीको हेल्प लिन्छु, एआई कुनै पनि एलएलएमको हेल्प लिन्छु होइन। सो एउटा रफली डकुमेन्टेसन्सहरू कलेक्ट गरेर पेन पोइन्ट्सहरू कलेक्ट गर्ने झ्याप 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 झ्याप, अनि रफली ल्याइसकेपछि त्यसलाई चाहिँ अलिकति सर्ट गरेर अझै रिफाइन गरेर चाहिँ राख्ने एलएलएमलाई दिएर अनि निकालेर त्यस्तो चाहिँ राख्दाखेरि अझै राम्रो रिफाइन भएर आउँछ। सो त्यही नै गरे हो होइन। अब मेन प्रब्लम्सहरू चाहिँ के छ त कस्टमर साइडमा त्यो बुझौँ है त। सो अलिकति कन्फ्युजन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब युजरलाई बुकिङ गर्दाखेरि त्यो अलिकति कल्चर चाहिँ हुँदैन। हो सामान अर्डर गर्ने कल्चर चाहिँ छ, हेबिट चाहिँ छ, बट ट्याक्स अर्डर गर्दाखेरि प्रोफेसन्सहरूको त्यो कति वर्षको एक्सपिरियन्स छ, कतिवटा जब गरिसक्यो उसले, कतिवटा सर्भिस गरिसक्यो, अनि कतिको ट्रस्टेड छ रिभ्यू हेरेर उसको काम हेरेर त्यसरी बुक गर्ने चाहिँ त्यो अलिकति अलिक कमै छ क्या, त्यो कल्चर अलिकति कम छ। सो दे आर भेरी कन्फ्युजन। सो पर आवरवाला कन्सेप्ट र टास्कवाला कन्सेप्टमा। सो द्याट इज द वान अफ द थिङ। एन्ड अर्को भनेको चाहिँ भेरिफाइड रिभ्युज एन्ड ब्याकग्राउन्ड चेकको कुराहरू छ। अब यो मेन भनेको चाहिँ अब जेन्युन नहोला कि भन्ने मेन ट्रस्टको इस्यु नै देखिरहेको हुन्छ ओभरअल सबै कुरा। किनभने घरमा कोही मान्छे आउँछ भने चाहिँ he should be like अब our whole platform should be responsible for that नि त। सो त्यही भएर एकदम जेन्युन मान्छेहरू अब उसलाई ट्रेनिङ दिएर अफिसमा बोलाएर एउटा फिजिकल भेरिफिकेसन भइसकेपछि बल्ल नै हाम्रो चाहिँ जाने भावनाले जुन भेरिफिकेसनको पार्टहरू त्यो चाहिँ कुराहरू छ। भेरिफिकेसन नहुँदासम्म चाहिँ यु कान्ट लाइक मेक अ प्याकेज। प्राइजिङहरू कम्पेयर गरेर युजरहरूले मजाले हेर्न पाउने भए लो हाई राइट। अब प्लस कुनै पनि प्याकेज लिइसकेपछि एडिसनल इन्फर्मेसन एडिसनल सर्भिसेसहरू त्यो सँगसँगै एउटा एडअन्सहरू पनि घटाउने बढाउने चेक अनचेक गर्न मिल्ने टाइपको चाहिँ हामीले बनाएको थियो। त्यसको कारणले अलिकति फ्लेक्सिबल होस् प्राइसमा भनेर। सो अर्को कुरा भनेको चाहिँ अब रियल टाइम ट्र्याकिङहरूको कुराहरू छ होइन। अब अनसर्टेन्टी अब कतिखेर आउँछ आउँदैन, क्यान्सल हुन्छ आउँदैन भन्ने कुराहरू पनि हुन्छ, त्यो प्रब्लमहरू छ। र रेगुलरली आउने रेगुलर कस्टमर्सहरूको लागि चाहिँ अब त्यो घरिघरि बुक गर्नु पऱ्यो। जस्तो कि हप्तामा 2 चोटि कोही मान्छे चाहिन्छ गार्डनिङको लागि अथवा केहीको लागि केयर गिभर चाहिन्छ भने चाहिँ जस्ट इमेजिन उसले घरिघरि बुक गर्नु पर्यो। रिकरिङवाला एउटा फिचर्स अथवा स्केड्युलिङवाला फिचर्स चाहिँ चाहिन्छ भन्ने चाहिँ एउटा हामीले सर्वे गर्दाखेरि थाहा पायौँ। अनि त्यसपछि चाहिँ जेनेरिक सर्चहरू हुन्छ, सर्चिङको फिचर पनि अलिकति इम्प्रुभ गर्नुपर्छ एकोर्डिङ टु दि लाइक युजरको प्रेफरेन्सेस, एकोर्डिङ टु दि लोकालिटी, लोकल मान्छे कतिको कुन चाहिँ एरियामा छ, कसरी छ, उसलाई कसरी देखाउने भन्ने कुराहरू चाहिँ छ। सो क्लियर रिफन्ड क्यान्सलेसन पोलिसिजहरू रिफन्डको कुराहरू पनि राम्रोसँग राख्नुपर्छ भन्ने चाहिँ कुराहरू छ। त्यसले गर्दाखेरि चाहिँ अरू प्लेटफर्ममा पनि त्यस्तो कुराहरूले चाहिँ इस्यु भएको छ, मान्छे फ्रस्ट्रेट भएको छ त्यो कुराले। लेट्स लुक फ्रम दि प्रोभाइडर साइड अल्सो। प्रोभाइडरको अब पार्टमा पनि खासमा अब नयाँ यदि प्रोभाइडर छ ऊ चाहिँ कसरी भिजिबल हुने त, उसको प्याकेजहरू उसको सर्भिसहरू कसरी चाहिँ भिजिबल गर्ने त, त्यो एउटा प्रब्लमहरू पनि आउँछ। बिलिङ सिस्टम कतिको राम्रो छ छैन होइन। अनि त्यसपछि चाहिँ अलिकति बुकिङहरू धेरै क्लाइन्ट धेरै भयो भने त्यो म्यानेजमेन्टको कुराहरू कसरी गर्ने त्यो एउटा प्रब्लमहरू देखिन्छ होइन। अनि त्यसपछि चाहिँ अब लोयल कस्टमर्सहरूको लागि रिकरिङ सर्भिसेसहरू बनायो भने चाहिँ सजिलो हुन्छ भन्ने कुराहरू छ। र अर्को कुरा भनेको चाहिँ अब धेरै युजर्सहरू छ र एउटै प्लेटफर्मबाट पेमेन्ट र च्याटिङ गर्न मिल्यो भने चाहिँ अझै राम्रो भन्ने कुराहरू चाहिँ आएको थियो।
अब त्यो कुराहरू हेऱ्यौँ होइन। अब रिसर्चहरू हल्का फुल्का गऱ्यो, प्राइमेरी रिसर्च गरेन, त्यस्तो खास चाहिँ धेरै गरेन होइन। अब कस्तो भयो भन्दाखेरि चाहिँ फ्यु स्टेक होल्डर्स, फ्यु युजर्स होइन, 4-5 वटा रियल जेन्युन युजर्स तिनीहरूको लियौँ, हामीले क्वेसन्सहरू गऱ्यौँ एन्ड फिडब्याक्सहरू कलेक्ट गऱ्यौँ, एन्सर कलेक्ट गऱ्यौँ। अनि अलिकति हाइपोथेटिकल्ली जिपिटिजहरूबाट पनि अब भनौँ न त्यसरी चाहिँ एउटा पर्सनलहरू क्रिएट गऱ्यौँ, त्यसलाई फिड गरेर त्यसरी गरेको हो होइन। या रिसर्चको पार्टमा कम्पिटेटिभ एनालाइसिसहरू गऱ्यौँ। कम्पिटेटिभ एनालाइसिस चाहिँ 3टा प्रडक्टमा गरेको थियौँ, प्लस अरू पनि थियो, बट इनिसियली दिस इज द इनिसियल पार्ट। सो इनिसियली चाहिँ हामीले 3टा उसमा गरे हो। अनि 3टामा गर्दाखेरि चाहिँ उसको स्ट्रेन्थ, विकनेस र टेकअवेजहरू के छ ऊ चाहिँ कलेक्ट गरे हो हामीले चाहिँ है। सो अब त्यही कुराहरू छ। अब धेरैमा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अब यो यीमा चाहिँ हामीले पाएको चाहिँ उसको चाहिँ अलिकति क्लिन छ, फास्ट छ है। ट्रस्ट इन्डिकेटर्सहरूको कुराहरू छ, पर्सनलाइज सजेसन्सहरूको कुराहरू छ होइन। अब रेकमेन्डेड फर यु। अब यसको लागि चाहिँ हामीले अब टेकअवेजमा अलि म कुरा गरौँला। सो लेट्स चाहिँ अब यसको विकनेसहरू पनि छ होइन। त्यस्तै गरेर अब 3टा प्रडक्टहरूको आफ्नो स्ट्रेन्थ र विकनेसहरू चाहिँ हामीले त्यसरी चाहिँ छुट्टाएको थियौँ। अब एमा टेकअवेजहरू चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अब योबाट टेकअवेज पनि ल्यायो क्या होइन। सो मेन कुरा भनेको यसरी चाहिँ हेल्पफुल भएको थियो हामीलाई चाहिँ। सो बुकिङ फ्लो चाहिँ कस्तो हुनुपर्छ होइन, लिनियर एन्ड इन्ट्युटिभ। अनि ट्रस्ट मार्कर्सहरू चाहिँ हुनुपर्छ है। भेरिफाइडको निलो ब्याच होला के होला होइन, ऊ मान्छे व्यक्ति भेरिफाइड छ छैन, उसले सर्भिस कतिवटा दियो दिएन होइन, उसको रिभ्युजहरू कस्तो छ। हामीले चाहिँ प्रोभाइडरलाई वी जस्ट फोर्स देम टु लाइक अपलोड तिनीहरूको जति सक्यो सर्टिफिकेसन्सहरू होला, जेन्युन क्लाइन्टको के अरे रिभ्युजहरू होला होइन, त्यो कुरा कस्टमरको फिडब्याक्सहरू होला, त्यो चाहिँ सकेसम्म फिड गर्न चाहिँ हामीले कोसिस गरिरहेको छौँ। त्यो चाहिँ हामीले के गर्यौँ भन्दाखेरि चाहिँ अलिकति तल जाँदाखेरि हामीले अलिक डिफ्रेन्सिएट गर्न खोज्यौँ होइन। अब 4वटा सेक्सनमा हामीले के बारेको छौँ त भन्दाखेरि आफ्टर कम्पिटेटिभ एनालाइसिस सिमिल्यारिटी के छ होइन, अनि त्यो प्रडक्ट बिचमा सिमिल्यारिटिजहरू के भयो होइन, डिफ्रेन्सिएसन के छ होइन। त्यसपछि चाहिँ की लर्निङ्सहरू हामीले के ल्यायौँ र अपर्च्युनिटी के पायौँ त है। अब यसको बारेमा हामीले चाहिँ यसरी छुट्याएको छौँ। सो अब सबै प्लेटफर्महरू हेर्ने भने सबै प्लेटफर्महरू क्लिन छ, राम्रै छ, ट्रस्टको ब्याचेसहरू छ, फिल्ट्रेसन, लोकेसन्स, ट्र्याकिङ, बुकिङ फ्लोज एन्ड अल। सो अब यसमा चाहिँ डिफ्रेन्सिएसन के छ भन्दाखेरि प्लेटफर्म स्पेसिफिक यसले चाहिँ अब टास्क ऱ्याबिटले चाहिँ फोकस अन द हाइपर लोकल फिजिकल टास्कहरूमा। अब यसले चाहिँ स्ट्रङ एन्ड होम क्लिनिङहरू, रिकरिङ सर्भिसेसहरूमा फोकस गरेको छ। तपाईँले चाहिँ अलिकति मिक्स्ड अप जस्तो हुने भयो कि अब यो नेपालको लागि पनि भयो, युएसको लागि पनि टार्गेट गर्नुपर्ने छ। सो सबैलाई चाहिँ अलिकति समेटेर बनाउनुपर्ने छ। हुन त अब त्यो सबै कुराहरू एकै ठाउँमा समेटेर इज नट अ गुड एप्रोच, बट या अगेन फ्रम द ओन्ली डिजाइन आई क्यान डु इज जस्ट कन्भिन्स द लाइक इन्भेस्टरले अब डिसिजन लिभ्स एट द एन्ड। सो या इज अ काइन्ड अफ मिक्स जस्तो, अब प्लस एक्सपेरिमेन्टेसन जस्तो पनि हुन्छ। सो लाइक की लर्निङ्स भनेको चाहिँ अब यसमा की लर्निङ्सहरू के छ त, हामीले अब कम्पिटेटिभ एनालिसिस त गऱ्यौँ होइन। अब ट्रस्ट भन्ने कुरा नेगोसिएबल हुँदैन होइन, रिकरिङ सर्भिसहरू हुनुपर्छ एट द भ्यालु कस्टमर लोयल्टीको लागि। अनि टु मेनी क्याटेगोरिज हुनु पनि ओभरवेल्मिङ नै हुन्छ भनेर भन्छ है। आफ्नो वार्म युआई टोन हुनु पऱ्यो होइन, प्याकेज हेल्प्स प्रोभाइडर्स अपसेल है, एन्ड सुड बी अ पार्ट अफ द। अब यस्तो कुराहरू छ, अपर्च्युनिटीहरू हामीले यहाँबाट निकाल्न सक्छौँ होइन। अब सो अब त्यही कुरा हो, लोकल भेरिफाइड फोकस हुनु पऱ्यो, डाइनामिक सर्भिसेस प्याकेज, ट्रस्ट ड्रिभन अनबोर्डिङ। अब त्यो कुराहरू भनेको माइक्रो एनिमेसन्सहरू, कपीहरू, टोनालिटीहरू होइन, अब त्यस्तो कुराहरू पनि छ है। सो त्यस्तै गर्दै जाँदा कम्पिटेटिभ एनालाइसिस पछि चाहिँ हामीले युजर इन्टरभ्यू पनि गऱ्यौँ। त्यो कम्बाइन्ड भर्जन चाहिँ बनाएको छौँ यो पर्सनमा भनेको चाहिँ। अब त्यहीमा चाहिँ के कुराहरू थाहा भयो, लेट्स डिस्कस है त। सो एउटा हाइपोथेटिकल एउटा क्यारेक्टर बनायौँ हामीले चाहिँ। सो कलेक्टिङ लाइक कम्बाइनिङ अल दोज इन्टरभ्यूको एन्सर्सहरू एन्ड द इन्फर्मेसन्स। अब यो एउटा पर्सना चाहिँ बनायौँ हामीले होइन।
बनाइसकेपछि चाहिँ करेन्ट बिहेभियर के थियो उसको पेन पोइन्ट भनेको चाहिँ अब ट्र्याकिङ अब चाहिँ कस्तो पेन पोइन्ट भन्दाखेरि चाहिँ ओके एक्जिस्टिङ अहिले जुन सर्भिस कसरी लिइरहेछ र सर्भिस लिँदाखेरिको पेन पोइन्ट्सहरू भयो यो चाहिँ है जस्तो कि प्राइसको ट्रान्सपेरेन्सी नहुनु पुवर कम्युनिकेसन्स हुनु सेफ्टी कन्सर्न एन्ड नो ट्र्याकिङ्स एन्ड अनरिलायबल प्रोभाइडर्स है लास्ट मिनटमा क्यान्सल गरिदियो भने के गर्नु भन्ने कुराहरू यस्तो यस्तो पेन पोइन्ट्सहरू थियो र निड एन्ड एक्सपेक्टेसन्सहरूको कुरा गर्दाखेरि चाहिँ कस्तो कस्तो निड्सहरू हुन्छ त एउटा कन्ज्युमरमा एउटा होइन सर्भिस लिँदाखेरि लिँदा सोच्दाखेरि होइन सो अनि ट्रस्ट प्लेटफर्म हुनु पऱ्यो भेरिफाइड प्रोभाइडर अगेन दिस इज लाइक ट्रस्टेड एन्ड भेरिफाइड प्रोभाइडर इज अ भेरी इम्पोर्टेन्ट की पार्ट एमा चाहिँ अनि क्लियर प्राइजिङ र रिभ्यू बुकिङ बिफोर बुकिङ अब लेट्स से अब इन्टरभ्यू पछि चाहिँ हामीले अर्को चाहिँ के गऱ्यौँ सर्ट गऱ्यौँ भन्दाखेरि चाहिँ अब एम्पेथी म्याप एउटा बनायौँ त्योबाट चाहिँ हामीलाई के थाहा भयो भन्दाखेरि चाहिँ सो अब वाट दे थिङ्क वाट दे फिल अबाउट दि सर्भिसेस अब एक्जिस्टिङ सर्भिसेस अथवा एक्जिस्टिङ फ्लो तिनीहरूले युज गर्ने अलिकति आफ्नो जुन अहिलेको कल्चर छ कसरी एउटा सर्भिस लिन्छ कन्ट्याक्ट थ्रु होला वर्ड अफ माउथ होला अथवा फ्रेन्डको थ्रु होला ट्रस्टेड मान्छेहरू थ्रु होला होइन अब त्यसरी चाहिँ अहिलेसम्मको प्रोसेस चाहिँ छ अब त्यो गर्दाखेरि चाहिँ अब के भन्छ तिनीहरूले के सोच्छ के फिल गर्छ वाट दे डज त्यो कुराहरू चाहिँ हेरौँ है त सबै कुराहरू एक्सप्लेन गर्न नपरोस् होइन ट्रान्सप्यारेन्ट होस् भन्ने कुराहरू छ र अर्को कुरा भनेको चाहिँ वाट दे थिङ्क एक्चुली अब यस्तो सर्भिसेसलाई लिएर अथवा यस्तो एपलाई लिएर अब प्रोभाइडरलाई ट्रस्ट गर्ने कि नगर्ने त है देयर आर सो मेनी सर्भिसेस एप नाउ बट दे आर एक्चुली रिलायबल अर जस्ट मिडलम्यान राइट सो आई डोन्ट वान्ट टु ओभर पे वाट इफ सम सर्भिसेस इज चिपर एल्सवेयर अब के गर्छन् भन्दाखेरि चाहिँ अहिलेको करेन्ट सिनारियोमा धेरै जसोले गर्ने भनेको सोसियल मिडियाबाट ग्रुपबाट है टिकटक मोस्टली टिकटक्सहरूबाट कन्ट्याक्ट थ्रु हुन्छ होइन एन्ड अब पेमेन्ट गर्दाखेरि चिया खल्ती भइहाल्यो अब प्लस अब रिड्स अनलाइन रिभ्युज अर कमेन्ट्स अब यसरी यसरी हुन्छ नि त सो अब फिलको कुराहरू आउँछ फ्रस्ट्रेटेड वेन अ प्रोभाइडर क्यान्सल लास्ट मिनट डोन्ट respond anxious when strangers enters their homes without any verification or ID annoyed with their inconsistent pricing अब यो चाहिँ कार्ड कम्पोनेन्ट्सको स्टेट्सहरू भयो कस्तो कन्डिसनमा कस्तो सिनारीमा कस्तो चाहिँ युज गर्न सकिन्छ त्यसको भेरिएबल्सहरू चाहिँ सेट गरेर थियो सबै कुराहरू एकदम माइक्रो एकदम एकदम डिटेल्ड वेमा चाहिँ हामीले बनाएको थियो हरेक सिनारियो हरेक एज केसेसहरूलाई कभर गर्ने गरेर जस्तो कि स्पेसल अफर आयो न्यू प्याकेज हो बेस्ट सेलर्स होइन अब यस्तो यस्तो कुराहरूले चाहिँ गरेको थियो अनि इन्डिभिजुअल उसमा चाहिँ नाम पनि लेखेको जस्तो कि यो बेस्ट सेलरमा यस्तो हाइट रेटिङ गर्दाखेरि कस्तो देख्छ हरेक स्टेप्स है सो त्यही हो यसरी चाहिँ हामीले बनाएको थियो यो चाहिँ अब होम स्क्रिनको इटरेसन्सहरू भइहाल्यो सो धेरै इटरेसन्स पछि चाहिँ हामी एमा यो लेभलमा चाहिँ पुगेको थियो है सो यो चाहिँ अलिकति क्लिन छ मिनिमल छ अनि विथआउट लाइक ओके सो हामीले युजरलाई चाहिँ अब यो क्लिक गर्न पनि सायद धेरैले सक्दैन सो अलिकति फ्ल्याट एकदम भनौँ न स्ट्रोकवाला आइकन पनि लाइक अलिकति बुझ्न गाह्रो हुन्छ सो लाइक एकदम क्लोजेस्ट एज द रियल प्रडक्ट अर थिङ्स लेट्स युज द्याट आइकन्स सो द्याट बुढोदेखि सबैले चाहिँ बुझ्न सकोस् मेन चाहिँ अब अरू यो युजर नयाँ युजरहरूलाई मतलब भएन 30, 35, 40 इयर्सको लागि चाहिँ खासै हुँदैन त्योभन्दा पछि चाहिँ अलिकति कम्प्लेक्स मान्न थाल्छ कि नेपाली युजर्सहरूले चाहिँ सो त्यसपछि चाहिँ हामीले चाहिँ यसरी लास्ट फर्म चाहिँ यसरी गरेको थियो अब यो चाहिँ कार्ड कम्पोनेन्ट्सको स्टेट्सहरू भयो कस्तो कन्डिसनमा कस्तो सिनारीमा कस्तो चाहिँ युज गर्न सकिन्छ त्यसको भेरिएबल्सहरू चाहिँ सेट गरेको थियो सबै कुराहरू एकदम माइक्रो एकदम एकदम डिटेल्ड वेमा चाहिँ हामीले बनाएको थियो हरेक सिनारियो हरेक एज केसेसहरूलाई कभर गर्ने गरेर जस्तो कि स्पेसल अफर आयो न्यू प्याकेज हो बेस्ट सेलर्स होइन
अब यस्तो यस्तो कुराहरूले चाहिँ गरेको थियो अनि इन्डिभिजुअल उसमा चाहिँ नाम पनि लेखेको जस्तो कि बेस्ट सेलरमा यस्तो हाइट रेटिङ गर्दाखेरि कस्तो देख्छ हरेक स्टेप्स थियो सो बुकिङको पनि हेरौँ है त लेट्स नट build too much clutter. Let's make it simple as possible, as workable as possible. र एकदम इम्पोर्टेन्ट कुराहरूलाई चाहिँ सर्ट गरौँ भन्ने कुरा भयो कि त्यसपछि के भयो भन्दाखेरि अलिअलि ठुलो बनाउनु ओके सो अब योबाट यो चाहिँ अब अलिकति यसको बारेमा भनिहालेँ माथि हेर्नुभयो ट्याब छ ट्याब्सको तल पनि ट्याब भयो कि होइन सो चिप्स टाइपको ट्याब भयो लाइक एप बारको ट्याब भइहाल्यो ट्याब बार भनौँ सो ट्याब बार प्लस तल चिप्स ट्याब्सहरू अब यसरी चाहिँ इट्स लाइक टु मच क्लिकिङ हियर्स एन्ड देयर एन्ड टु मच इन्फर्मेसन एट वान स्क्रिन होइन अति नै बढी क्लटर सो के गर्यौँ हामीले भन्दाखेरि चाहिँ लेट्स पुट द्याट अल द थिङ्स होइन एक्टिभ पास्ट एन्ड क्यान्सल सक्यो द्याट्स इट होइन त्यति नै गर्ने त्यसपछि के गर्ने भन्दाखेरि एक्टिभमा अब म्यासेज क्यान्सल होइन एकदम इम्पोर्टेन्ट कुराहरू बाहिर नै देखाउने क्लिक पनि गर्नु नपरोस् युजरले राइट बाहिर नै देखाउने चाहिने चाहिने कुराहरू को हो के को लागि हो कतिमा हो होइन कहिलेको लागि हो कहाँ हो होइन त्यो सबै कुराहरू कि नोट छ भने नोट देखाइदिने मेसेजको लागि र क्यान्सलको लागि सिटिएस छँदैछ सिटिएलाई रातो बनाउन खोजेँ थियो फर्स्टमा अलिकति नराम्रो देखेँ देन आई चुज दिस कलर सेकेन्डरी वान गोस्ट बटन सो त्यसरी चाहिँ गऱ्यो है अब यसरी चाहिँ हामीले चाहिँ यो डिसिजन चाहिँ लिएको बुकिङको चाहिँ so yeah and that's the thing there are a lot of things to show I think यो भिडियो धेरै लामो हुन्छ होला त्यही भएर चाहिँ लेट्स नट इन्क्लुड एभ्रिथिङ एभ्री डिटेल्स तर या अलिकति मैले थट प्रोसेस हाम्रो देखाएँ वाट आर द प्रब्लम्स एन्ड वाट वी आर ट्राइङ टु एचिभ भन्ने कुरा चाहिँ देखायौँ होइन एप्रोच यही नै थियो लास्टमा चाहिँ हामीले या टाइममा सकेर चाहिँ अलिकति सो लन्च हुन 2 महिना जस्तो बाँकीमा वी हायर वान जुनियर वान एन्ड देन उसले र मैले अलि लार्जमा ठुलो डिसिजन लिने अनि उसले चाहिँ अलिकति रिपिटेड टास्कहरू गर्ने त्यसरी गरेर चाहिँ हामी पाएको हो याकै नीतिमा वी लन्च आवर प्रडक्ट सबैले राम्रो मानिदिनु भयो यो लगतै एउटा जी कार्ड भन्ने एप्लिकेसन थियो त्यो पनि लन्च गरे हो जी कार्डको पनि यदि इफ यु लाइक टु यु क्यान चेक आउट दिस केस स्टडिज अब यसमा पनि मैले सबै कुराहरू राख्न पर्ने कुराहरू राखेको छु रोल्स रेस्पोन्सिबिलिटी रिसिभर्स पार्टदेखि लिएर इन्टरभ्यूदेखि लिएर सबै कुराहरू चाहिँ यसमा छ यु क्यान चेक आउट हियर एन्ड यस द्याट्स इट फ्रम माई साइड and yeah thank you so much for watching this video till the end thanks